यो आरुको बोट हो। आरु फलेर पनि यो कुहिसक्यो धेरै पाकेर। हप्ता दिन अगाडि एकदम लटरम्मै फलेको थियो, सब झरिसक्यो, टिपेर भ्याइसक्यो खाएर। यो आरुको बोट हो, अझ छ पाकेको यस्तो। यो असिनाले लाएर यस्तो यस्तो भयो, घाउ घाउ भयो असिनाले। एउटा अर्को पनि छ यहाँ आरुको बोट, यसमा चाहिँ डटरम्मै फलिरह। यो अलि पछाडि पाक्ने रहेछ। यो चाहिँ यस्तो लटरम्मै फल्यो यसमा चाहिँ। आरु असिनाले चोट लाएर यस्तो घाउ भयो। ल यसमा चाहिँ बाक्लो फलेको, तर झरेर आधी जस्तो त झरिसक्यो यो पाकेर धेरै। आरु हो यो चाहिँ, है आरुको बोट। एउटा टिपेको छु मैले, यो गिलो छ। यो चाहिँ के हो, के फल हो पनि यो चाहिँ थाहा भएन। कस्तो मिठो बास्ना आउँछ यो पाकेर, ठुलो हुन्छ, यत्रो ठुला ठुला दाना हुन्छ यो चाहिँ। यो स्याउको बोट, स्याउ फले स्याउ है यो चाहिँ। यो त्यत्रो दाना भएको स्याउको, स्याउ फल्यो बाक्लो बाक्लो। यतापट्टि पनि छ, यो स्याउ। यो ओखर भुइँमै लुङ्गे ओखर है यो चाहिँ। ओखर आयो यो, फेरि मान्छेको पछि 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 हिँड्छ। चेरीको बोटै यो चाहिँ, चेरी पाकेर सक्यो, झरेर कुहिएर गइसक्यो। आरुको बोट यही हो। यो चाहिँ भेडा चर्ने ठाउँ है, भेडाहरू चरिराख्ने भेडाहरू। यो चाहिँ तार चाहिँ, यो करेन्ट लाग्ने तार रहेछ, यसमा छोयो भने झड्का हुन्छ यो तार। अनि भित्र चर्छ नि त, बाहिर निस्किन पाउँदैन नि, करेन्ट लाग्छ है यसमा चाहिँ छोयो भने। करेन्ट लाग्छ यहाँ छोयो भने यो तारमा, यसमा झड्का हुन्छ। ठुलो एरियामा छ यो भेडा र त्यहाँ एउटा गधान छ। यतातिर बेलुका गर्मी भयो थियो, दिउँसो चाहिँ अहिले बेलुका शीतल शीतल छ, पानी पर्ला जस्तो जस्तो नि भइरहेछ। सरर हावा चलेको छ। यतातिर आछु म, बाहिरतिर निस्केको छु। चढिरहन् भेडा। यस्तो पाकेको यो चाहिँ यस्तो छ है भित्र चाहिँ, यस्तो भित्र यस्तो गरेर फुटाउने।
यो चाहिँ गुलियो हुन्छ, तर नेपालको भन्दा चाहिँ छुट्टै प्रकारको यो चाहिँ। नेपालमा चाहिँ भित्र यस्तो त हुँदैन यसको। अब म यहाँ तरकारीहरूमा पानी हाल्न लाग्छु। यहाँ तरकारी लगाएको टमाटरहरू, काँक्राहरू, पानी यस्तो जार, अस्ति भर्खरै जारलाई पुरा निकालेको, फेरि निकाल्ने दिन हुँदैछ। काँक्रा छ यहाँ चाहिँ, ठुल्ठुला फलिसकेको थियो, खाइयो त्यसो धेरै फलिसकेको थियो पहिला, अनि खाइसक्यो। यहाँ चाहिँ यस्तो लागेको छ है, ऊ त्यहाँ रहेछ एउटा यो काँक्रा, ल एउटा यहाँ रहेछ, अर्को यहाँ छ काँक्रा। काँक्रा यहाँ यस्तो छ। विदेशको ठाउँमा भए पनि नेपालमा जस्तै आफैले तरकारी लगाएर खाइया छ है। टमाटर यो चाहिँ, यो टमाटरहरू यो नि यो लोकल टमाटर जस्तो, हाम्रो नेपालतिर हुने लोकल टमाटर जस्तो छ, पाक्न थाहा। यो पाकेको रहेछ तल, यो लोकल। यो चाहिँ यस्तो छ, फेरि क्याप्सिकम टाइपको जस्तो छ टमाटर पनि, ठुल्ठुलो छ यो चाहिँ। यो क्याप्सिकम भइहाल्यो। यहाँ चाहिँ आलु लगाएको थियौँ, आलु खनिसक्यो, 2 बोरा जति आयो यसमा चाहिँ। यतिमा बिउ आलु यहाँ चाहिँ, बिउ आलु। ऊ त्यहाँ केराउ लगाएको थियो, केराउ गरिसक्यो। फर्सी है, यही फर्सी, एउटा यत्रो भएर चाहिँ लामो खाले फर्सी टिपेर खाइसक्यो, फल्दै पनि छ। एउटा कुहिना लाएर रहेछ, यो चाहिँ यो फर्सी है। यो फर्सी हो, विदेशमा भए पनि नेपालमा जस्तै आफैले लगाएर खाइया छ है। अर्ग्यानिक, कुनै विषादी हालेको छैन यसमा। यहाँ फलेको छ है फर्सी। काँक्रालाई यस्तो बनाएर टक्क यहाँ सबै भएर फल्छ भनेर यस्तो बनाएको। घाँस धेरै पलायो क्या, अस्ति नै सबै उखाल्यो घाँस, फेरि पलाइहाल्यो। प्याज यत्रो यत्रो छ है प्याजहरू। यो चाहिँ निकाल्दै काट्ने खाने यहीँ बोटबाटै। क्याप्सिकम फल्न त फल्छ, यो कुहिहाल्दा टुप्पाबाट कुहिन थाल्यो रहेछ, के भयो यो, के नपुग्यो यसलाई। यस्तै छ करेसाबारी, झार धेरै छ त्यहाँ, उखालेको फेरि पलाइहाल्ने। सर्र पानी हाल्ने एकचोटि। यो चाहिँ पछि रोपेको टमाटर, उताको त्यो उताको चाहिँ अलिक पहिला रोपेको, यो अलि पछि रोपेको। यो पनि फुल खेल्दैछ, फल्छ। सरसर पानी हालिदियो। दिउँसो घाम चर्को लाएर बोट ओइलाको जस्तो हुन्छ त्यो घामले गर्दा, अनि बेलुका चाहिँ पानी हालिदिएपछि चाहिँ फेरि हरियो देखिन्छ। यस्तो छ, डोरी लगाएर टमाटर यस्तो गरेर बनाएको काँक्रालाई। यहाँ भुइँमा पनि फलेको
एकछिनमा पानी हाल्छु म सबैलाई। यो यसमा चाहिँ गाजर लगाएको बाक्लो भएछ, खासै भएन गाजर। यसमा चाहिँ पानी हाल्नै छोड्यो, खासै भएन। त्यही भएर बाक्लो हाले चाहिँ एउटा पोको सानो सानो पोको थियो, बिउ सब हालिदिएको थिएँ। यसलाई एकचोटि पानी पनि भिजाइदिउँ त कत्रो पऱ्यो चाहिँ हेर्नु पऱ्यो। काँक्रा हाम्रो यत्रो भएछ, ए धेरै नै खाइसक्यो फलेर। टन्नै छ, अब यो हप्ता दिनमा त खाने बेला भइहाल्छ सबै। त्यसमा छ टमाटर भयो, टमाटर लोकल टमाटर यस्तो बनाएर काँक्रालाई ल कस्तो राम्रो छ यो 5-6 दिनमै खाने बेला भइहाल्छ। यता माथिबाट लगाइदिनु पऱ्यो, यताबाट यता जाने, यता गएर यस्तरी जाला। ल यता माथि फर्केर बस्छु, यस्तरी जाला। यस्तै छ है। आलु चाहिँ 2 बोरा है, यस्तो अन्त बोराको अस्तिदेखि खान थालेको। यहाँ बोराभित्र छ है आलु चाहिँ, यस्तो आलु ठुला ठुला दाना पनि छन् आलुका। ल यस्तो बोराभित्र भएर राम्रोसँग देखेन है, ठुल्ठुलो दाना पनि छन्। यस्तो बाहिर निकालौँ त भित्रलाई, योभन्दा पनि ठुलो ठुलो पनि छ आलु है, रातो आलु यस्तो छ।